जय मसी सबैलाई। म सचिन भुषाल खैढुङ्गा रोल भन्ने गाउँमा अहिले जहाँ हाम्रो अनुभवमय मण्डली छ। त्यसैले मेरो साथमा अर्जुन अथवा इमानुएल श्रेष्ठ हुनुहुन्छ क्यामेराम्यानमा। र विशेष गरी बाइबलमा तिमीहरूको सिधुरे रङको पाप भए तापनि म हिउँ झै सेतो तुल्याउनेछु भन्ने आमेन। वचनलाई चाहिँ आज हिउँको विशेषता देख्दा त्यो कुरालाई झलक्कै याद आयो है। अनि परमेश्वरले मानिसको लागि के बनायो है। यो संसारमा खालि एउटै मात्रै कलर भयो भने मान्छे के हुन्थ्यो होला है। तर मानिसको चोइस अनुसार रातो, नीलो, पिलो, गुलाबी है सेतो बनाएको छ। हामी अहिले रोल यो गभर्नमेन्ट स्कुल हायर सेकेन्डरी हालैमा सरकारद्वारा अथवा युएन प्लान नेपाल युएनद्वारा स्पोन्सर गरेर यो अहिले दोलखा जिल्लाकै सबभन्दा खतरा अनि सबभन्दा ठुलो स्कुल बन्न पुगिरहेछ। हिजो भर्खर हिउँ पर्दाखेरि यहाँ तपाईँहरूको बिचमा पनि खैढुङ्गामा यो चाहिँ एउटा अस्ति परेको हिउँ बिलाइरहेको थिएन। तर ठिक्कै हिउँ पर्दा चाहिँ आउनु सकेनौँ हामी। तपाईँले यो डाँडाकाँडा देख्नुहुँदैछ नि, सबै हिउँले छोपेको थियो। टक्कै स्विजरल्यान्ड जस्तै देख्ने क्या। जे होस्, परमेश्वरको सृष्टिमा हामी गर्व हुनुपर्छ अनि परमेश्वरलाई धन्यवाद दिनुपर्छ, किनभने परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ है। हिउँ होस् या डाँडाकाँडा होस्, समुद्र होस्, परमेश्वर कति भलो हुनुहुन्छ, कति मानिसहरूको वास्ता गर्नुहुन्छ है। अनि उहाँले निराशमा परेकोहरूलाई आश दिनु र हताशमा परेकोहरूलाई